सर्वप्रथम त पहिले अस्ति नै पनि हाम्रो महिला कबड्डी टिमलाई बिदाई गर्ने बेलामा मैले उहाँहरूलाई पनि निवेदन गरेको थिएँ। राज्यले आत्मआलोचनाबाट राज्यले हामीले जति गर्नुपर्ने हो त्यति हामीले गर्न सकेका छैनौँ। खेलकुद क्षेत्रलाई खेलाडीहरूलाई जति सम्मान दिनुपर्ने हो त्यति दिन सकेका छैनौँ। तर हाम्रो जति सीमित छ स्रोत साधन त्यसको पनि अप्टिमाइज गरेर हामीले खेलकुद क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ, खेलाडीहरूलाई कसरी सम्मान गर्न सकिन्छ, त्यो हाम्रो तर्फबाट हामी सकेसम्म त्यसलाई पनि बढाउने हामी पनि प्रयत्न गर्नेछौँ। र त्योभन्दा बढी पनि जति खेलाडीहरूले नेपालको झन्डालाई चाहिँ शिरमा उडेर देशको प्रतिनिधित्व गरेर विदेशमा गएर देशको शिरलाई चाहिँ एकदमै ठाडो पारिराख्नु भएको छ, त्यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। अब खेल हो, जे पनि हुनसक्छ, हामी जित्छौँ नै भने पनि छैन, तर के विश्वास छ भने एकदमै कन्फिडेन्ट आज त्यो जुन एनर्जी छ त्यो रुममा मलाई चाहिँ एकदमै भित्रैबाट हामी योपालि जितेरै आउँछौँ भन्ने चाहिँ एकदम यस्तो कन्फिडेन्स आइरहेको छ क्या मलाई पनि। जे भए पनि अब तपाईँहरूले जितिसक्नु भएको छ होइन। अहिले फुटबल, त्यसमाथि महिला फुटबल टिमले अहिले गत केही वर्षदेखि जति इम्प्रुभमेन्ट गरिरहेछ, जति हामीलाई एकदमै गर्व बनाइरहेको छ, त्यो जति तारिफ गरे पनि त्यो नपुग्ने खालको छ। हामीले हरेक वर्ष चाहिँ महिला फुटबल टिम इम्प्रुभ गरिरहेको देखेका छौँ। विभिन्न टुर्नामेन्टहरूमा हामीले सोचेको भन्दा पनि एकदमै राम्रो प्रदर्शन गरेर फुटबलको उचाइलाई चाहिँ अझ माथि पुर्याइराख्नु भएको छ। नयाँ नयाँ प्लेयर्सहरूको मैले यो टुर्नामेन्टमा पनि कतिजना नयाँ प्लेयरहरू आउनु भएको पनि मैले थाहा पाएको छु। त्यो एकदमै स्पोर्ट्स इन्डस्ट्रीको लागि सबैभन्दा खुसीको कुरा चाहिँ के हो भने पुरानो प्लेयरहरूले चाहिँ कन्टिन्यू गर्दै नयाँ प्लेयरहरू पनि आइराख्दाखेरि चाहिँ यो खेलकुद चाहिँ विकास भइरहेको रहेछ, नयाँ नयाँ प्लेयरहरू आइराख्नु भएको रहेछ भन्ने कुरा देखिन्छ। त्यसको लागि पनि एकदमै खुसी लागेको छ। सिनियर प्लेयरहरूले जुनियर प्लेयरहरूलाई मेन्टर गरिदिनु होला, आफू जहाँ पुग्नु भएको छ त्यहाँ पुर्याउनको लागि हेल्प गरिदिनु होला। र नयाँ जुनियर प्लेयर्सहरू जो फर्स्ट टाइम खेलिराख्नु भएको छ, सिनियर प्लेयरबाट सिक्नु होला होइन। अझ त्यसपछिको तपाईँको जेनेरेसनको प्लेयरहरूलाई पनि त्यसरी नै वेलकम गर्ने वातावरण तपाईँहरूले पनि अब यसपछि गर्नुपर्छ। कतिजना इन्जर्ड प्लेयरहरूले जो योपालि प्रतिनिधित्व गर्न पाउनु भएको छैन, उहाँहरूलाई पनि अब अहिलेसम्म जति गर्नुभएको छ त्यसको लागि पनि धन्यवाद भन्न चाहन्छु। र अरू टुर्नामेन्टहरूमा पनि उहाँहरूको प्रतिनिधित्व अवश्य हुनेछ। फेरि पनि यहाँहरू सबैजनालाई शुभकामना, आफ्नो बेस्ट दिनु होला। आफ्नो बेस्ट दिने क्रममा अवश्य जितिन्छ भन्ने कुरामा एकदमै विश्वस्त छु। जेसुकै भयो भने तपाईँहरूले जितिसक्नु भएको छ, यहाँ पुग्नु तपाईँहरूको ठुलो जित हो। जहाँ तपाईँले नेपाल फुटबललाई आजको दिनमा जहाँ पुर्याउनु भएको छ त्यो जित भइसकेको छ। यो टुर्नामेन्ट पनि जितेर आउनुहुन्छ भन्ने कुरा त लागेकै छ। जितिसकेको कुरालाई फेरि अझ एक स्टेप माथि गएर झनै जितिदिनु होला, त्यति भन्न चाहन्छु। अहिले यो यता सकिसकेपछि तल एउटा ग्रुप फोटो खिचेर यहाँहरूलाई म फेरि त्यसपछि बिदाई गर्न चाहन्छु। र साफ च्याम्पियनसिप जितेर आएर फेरि एयरपोर्टमा यहाँहरूलाई फेरि पनि म स्वागत गर्न आउने प्रतिबद्धता चाहिँ सबैजनालाई हार्दिक धन्यवाद।